पनि भर्खरै मात्र पोखराको ध्याम्जा सुर्खेतमा घ 1 छ 513 नम्बरको ट्याक्सीको सवारी दुर्घटना भएको छ। यो सडकमा स्पिड नियन्त्रणमा नहुँदाखेरि गाडी आएर यसरी सडक किनार पुलमा ठोकिन पुगेको छ। चालक चाहिँ सकुशल रहनु भएको छ भने गाडीको अवस्था चाहिँ त्यतै पुलमा ठोकिएर गाडीको भाग पुरै ध्वस्त अवस्थामा छ र यो भर्खरै मात्र भएको दुर्घटना हो। यहाँ सुरक्षाकर्मी र ट्राफिकहरू पनि आइसक्नु भएको छ। स्थानीयहरूको भिड देख्न सक्छौँ निकै लागेको छ।